मेरो बाबा सानैमा बित्नु भएको थियो, त्यो भएर सबैभन्दा ठुलो जिम्मेवारी घरको जिम्मेवारी मैमा थियो। त्यो भएर मैले जसरी पनि गर्नुपर्छ भन्ने थियो। डिपोजिटै 5 लाख रुपियाँ थियो रेस्टुरेन्टको, अनि मसँग 5,000 रुपियाँ मात्र छ। सुरुको दिनमा त 18, 19, 20 घन्टा 22 घन्टा पनि 2 घन्टा सुतेर पनि कति धेरै दिनहरू धेरै महिनै गएको छ हैन। तर त्यो बिजनेस स्टार्ट गर्दाखेरि चाहिँ ठ्याक्कै कोरोना आयो। कोरोना आएपछि चाहिँ सबैलाई गाह्रो भयो। 5-6 महिना लकडाउन, धेरै गाह्रो सिचुएसनहरू नि आयो। लगभग 15-20 लाखमा गर्छु भनेको अलमोस्ट करोडमा इन्भेस्टमेन्ट पुगिसक्यो रिभर ब्याङ्कमा। अपरेसनमा चलिरहेको थियो, त्यहाँ पार्टी थियो, म बाइकमा सामान लिएर जाँदै थिएँ। धेरै सामानहरू थियो, एकदमै धेरै सामान भएको कारणले त्यो घुम्तीमा यता सामानको केयर गर्दा गर्दै अगाडिबाट रङ साइडबाट ट्र्याक्टर आयो, म ठ्याक्क ठोक्किन पुगेँ। नमस्ते, म सोसिप भुर्तेल, फाउन्डर अफ रिभर ब्याङ्क इको रिसोर्ट, फुड ब्याङ्क रेस्टुरेन्ट बार। मेरो स्टार्टअप जर्नी कसरी सुरु भयो भन्दा मेरो फर्स्ट भेन्चर चाहिँ फुड ब्याङ्क रेस्टुरेन्ट बार थियो, जुन चाहिँ मैले सानो स्पेसबाट सुरु गरेको थिएँ। अलमोस्ट 9 वर्ष बितिसक्यो। अस्ति भर्खरै जेठ 8 गते हामीले 9 एनिभर्सरी पार गरेर अहिले चाहिँ हामी 10औं वर्षमा रनिङ छौँ। यो आइडियाको सुरुवात कसरी भयो भन्दा म एसएलसी दिने बित्तिकै के पढ्ने भन्ने कन्फ्युजन थियो। एउटा घरि के पढौँ भन्ने त अभियसली भइहाल्छ, तर पनि पढ्दा एउटा मामा हुनुहुन्थ्यो, ठ्याक्क नयाँ इन्ट्रोड्युस भएको थियो त्यो बिएचएम कोर्स चाहिँ, जुन चाहिँ म बिएमजी हायर सेकेन्डरी स्कुलबाट गरेको थिएँ। त्यो सँगै मैले ब्याचलर्स गरेँ। ब्याचलर्स पछि चाहिँ मेरो जर्नी चाहिँ कसरी सुरु भयो भन्दा इन्टर्नसिप गरेँ म सोल्टी क्राउन प्लाजामा। सोल्टी क्राउन प्लाजामा चाहिँ म गर्दाखेरि चाहिँ मैले आफ्नो बिजनेस प्लान अनि स्केच सबै कुरा बनाइसकेको थिएँ। मैले आफूले मार्केट रिसर्च गर्नुपर्ने वर्कआउटहरू इन्टर्नसिप जाँदाखेरि, इन्टर्नसिपमा पनि बहुतै गाह्रो थियो। तपाईँको बिहान 6 बजी गयो, बेलुका 10, 11, 12 बजीसम्म पनि कहिले गएर फेरि भोलि बिहान जानुपर्ने थियो। एकदमै गाह्रो थियो। अनि म चाहिँ आफै गर्छु भन्ने चाहिँ एउटा त्यति बेलैबाट मेरो एकदमै मनमा हुटुटी थियो। त्यति हुँदाहुँदै पनि मैले चाहिँ साथीहरूलाई अथवा दाजुभाइलाई सबैभन्दा पहिला बिजनेसमा अथवा कुनै पनि काम गर्दाखेरि पुकार्ने भनेको आफन्तलाई नै हो, दाजुभाइ साथीभाइलाई नै हो। त्यही क्रममा मैले पनि ल है म यस्तो गर्ने सोचमा छु, म चाहिँ व्यवसाय गर्ने सोचमा छु, ल है मलाई सपोर्ट गर्नुपर्छ भनेर भनेको थिएँ। त्यो बिचमा सबैले हुन्छ त अभियसली भनिहाल्छ, तर जुन बेलामा पर्छ त्यो बेलामा चाहिँ हुँदैनन्। त्यो सबैको त्यस्तै हुन्छ है। त्यसलाई मैले अन्यथा पनि लिदिनँ। त्यसलाई एउटा कसरी भन्नु, त्यसैलाई नै स्ट्रेन्थ मानेर गयो भने चाहिँ अगाडि बढ्यो भने चाहिँ अगाडि बढिने रहेछ। ठ्याक्क मैले यत्रो लामो स्टोरी चाहिँ किन भन्दाखेरि त्यो ठ्याक्क पछाडि आउँछ। तर ठ्याक्क जर्नी सुरु गर्दाखेरि मेरो ब्याचलर्स इन्टर्नसिप सकियो सोल्टी क्राउनमा। अनि मसँग जस अब हस्पिटालिटी लाइन भएपछि अलिअलि टिप्स दिने यताउता, तर त्यति बेला सानो सानो मनी पनि एकदमै इम्पोर्टेन्ट लाग्थ्यो आफूलाई होइन, किनभने धेरै दुःख गरेर ऊ गरेको। त्यो भएपछि अनि घरमा चाहिँ म मात्र जस्तो थिएँ। मेरो बाबा सानैमा बित्नु भएको थियो, त्यो भएर सबैभन्दा ठुलो जिम्मेवारी घरको जिम्मेवारी मैमा थियो। त्यो भएर मैले जसरी पनि गर्नुपर्छ भन्ने थियो। बिचमा विदेश नजा अथवा त्यो भन्ने कुरा नभएको पनि होइन, मम्मी फ्यामिली प्रेसर सबैले विदेशै जानुपर्छ भन्ने थियो। तर मैले चाहिँ कुनै पनि हालतमा म विदेश जाँदिनँ भनेर एउटा अठोटै भनौँ, ठुलो प्रेसरमा पनि म आफ्नो अठोटबाट आफ्नो जिद्दीपनबाट बाहिर गएन। त्यो भएर पनि आज यो स्थानमा नेपालमै केही गर्न सफल भएको छु। अनि त्यो स्टार्ट चाहिँ कसरी भयो, मैले ती टिप्सहरूको कलेक्सन गर्दै थिएँ। 10-12 हजार कति थियो, मम्मीलाई सानो कुराहरू किनेर लगिदिए थिएँ। त्यसमा 6,000 रुपियाँ मात्र मसँग लेफ्ट थियो। मलाई स्टिल याद छ, त्यो 6,000 रुपियाँ मात्र मेरो एकाउन्टमा थियो। तर त्यति बेला म फर्केर आएपछि मसँग 6,000 रुपियाँ मात्र छ, तर म रेस्टुरेन्ट जसरी गर्छु कसरी गर्छु मलाई त्यो मतलब थिएन। तर मलाई फर्स्ट एउटा प्रोसिड्युर मैले स्टेप बाई स्टेप मैले बनाएको थिएँ। तर मलाई के गर्नु थियो, एउटा लोकेसन मात्र गर्नु थियो। लोकेसन म दिन नै सबै पोखराको कुनै पनि ठाउँमा छैन होला, मेरो
म अमरसिंहमा थिएँ, त्यो भएपछि मेरो पहिलो प्रायोरिटी त्यही एरियामा थियो, किनभने साथीभाइ अथवा सबै सर्कल त्यो हुने भएपछि त्यही मात्र हेरेको थिएँ। तर अब जस त्योभन्दा पनि राम्रो लोकेसनमा भेट्न पुगेँ अब संयोगवश। अनि म न्यू रोड यता सबै ठाउँमा, पोखराको सबै ठाउँमा सोध्दै हिँडेको थिएँ सटर खाली छ। त्यो बेलामा 10 वर्ष 9 वर्ष अगाडि पोखराको न्यू रोडमा सटर पाउनु एउटा भाग्य नै जस्तो थियो कि, किनभने एकदमै गाह्रो थियो, धेरै डिपोजिट अनि एकदमै गाह्रो थियो। तैपनि एउटा दाइलाई भेटेँ मैले, अनि उहाँलाई दाइ यस्तो कुराहरू छ मैले गर्न खोज्दैछु भनेपछि एउटा मेरो दाइको सटर बनाउनु भएको छ, त्यहाँनिर गएर कुरा गर भनेर भने। अनि त्यसपछि गएर कुरा गरेँ। बहुतै गाह्रो थियो, उहाँ दाइलाई भेट्नलाई नै मैले लगभग 10-15 दिन खर्च गर्नु परेको थियो। त्यो जाने फलोअप गर्ने, यसलाई भनेर हुन्छ कि यसलाई भनेर हुन्छ कि, बहुतै गाह्रो थियो। त्यो पनि भेटेँ मैले। अनि त्यसपछि सटर चाहिँ जस भेटेँ, तर त्यति बेला डिपोजिट एकदमै धेरै अमाउन्ट थियो होइन। तर त्यो डिपोजिट कसरी गर्छु मलाई केही पनि मतलब थिएन, म जसरी पनि गर्छु एउटा लोकेसन भन्ने कुरा थियो। अनि त्यसपछि चाहिँ डाउटहरू धेरै थियो, कसरी गर्ने के गर्ने। अनि त्यही क्रममा मलाई चाहिँ एकदमै डाउटफुल, नेपालमा गर्ने नगर्ने। सुरुमा फ्यामिली सपोर्ट अथवा कसैको पनि सपोर्ट हुँदैन। त्यसपछि चाहिँ मेरो एउटा यो प्र्याक्टिकल, एकदमै प्र्याक्टिकल यो एडभाइस अथवा मेरो लाइफमा घटेको कुरा चाहिँ, डिसिजन मेकिङमा एकदमै कन्फ्युजन हुनुहुन्छ भने यो तपाईँहरूले पनि लाइफमा युज गर्न सक्नुहुन्छ। एस्ट्रोलोजरमा गएर कन्सल्ट गर्नुभयो भने चाहिँ तपाईँ एकदमै क्लियर हुनुहुन्छ तपाईँको भिजनमा। मेरो यो चाहिँ म कुनै पनि कन्फ्युजन अथवा त्यो भयो भने चाहिँ लाइफमा एस्ट्रोलोजरमा जान्छु। त्यसपछि सुरुमा चाहिँ डिपोजिटै 5 लाख रुपियाँ थियो रेस्टुरेन्टको, अनि मसँग 5,000 रुपियाँ मात्र छ। कसरी? तर गाह्रो थियो, तर पनि मैले कहिले पनि हार मानिनँ। अनि साथीहरू ल मैले गर्न लाएँ, ल भेटाएँ भनेपछि त सबैले फोनै नउठाउने, अनि मसँग छैन, त्यस्तै प्रब्लम भयो। अनि अनएक्सपेक्टेडली एउटा दाइलाई मैले भने, ठ्याक्क कोरिया गएर आउनु भएको थियो, उहाँ अर्जुन भुर्तेल दाइ हुनुहुन्छ। उहाँ चाहिँ मेरो जस एकदमै रेस्पेक्ट गर्छु, एकदमै जस त्यो बेलामा मसँग 5,000 रुपियाँ नहुँदा 5 लाख रुपियाँ मलाई ट्रस्ट गरेर दिनुभयो। अनि मेरो जर्नी चाहिँ सुरु भयो। अनि मैले चाहिँ एग्रिमेन्ट गरेर त्यसपछि त्यो दाइले मलाई आँखा चिम्लेर विश्वास गरेर दिनुभयो। मैले समयमा फिर्ता गर्छु भनेको थिएँ, उहाँले त्यो गरेर नै म आज यो स्थानमा छु। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यहीबाट। अनि 5 लाख रुपियाँ त जोडियो। अब रेस्टुरेन्ट कसरी सुरु गर्ने, कसरी डेकोरेसन गर्ने, केही आइडिया छैन। मसँग आइडिया छ, मसँग जस्ट लोकेसन छ, अब जसरी पनि गर्नुपर्छ। त्यही सुरु क्रममा गर्दै यताउता साथीभाइ गर्दै कसरी मैले उस गरेँ। सुरुमा इन्भेस्टमेन्ट ठुलै गर्नुपर्ने थियो रेस्टुरेन्टमा। अब सानो क्याफे खोल्दा 10-15 लाख लाग्छ भनेपछि च्यालेन्जेसहरू अभियसली थियो। त्यहाँबाट मैले फुड ब्याङ्क स्टार्टअप भयो। त्यसपछि सुरुमा चाहिँ गाह्रै थियो, 2-3 जना मात्रै स्टाफ पाउन नि गाह्रो। अनि आफूमा पनि एउटा BHM गरेको एउटा ब्याकग्राउन्ड अथवा हस्पिटालिटीको नलेज त थियो, तैपनि पढाइ र त्यो रियल लाइफ अथवा त्यो उस चाहिँ फरक हुन्छ। त्यही पनि अब लिडरसिप सबै कुराहरू चाहिन्छ काम गराउनलाई। आफूले गर्न सजिलो छ, तर त्यही कुरा अरूलाई गराउनु चाहिँ बहुत गाह्रो छ। यो चाहिँ धेरैजनालाई थाहा भएकै कुरा हो। सँगै त्यसरी मैले स्टार्ट गरेँ फुड ब्याङ्क रेस्टुरेन्ट बार। मेरो चाहिँ सानैबाटको ड्रिम अथवा त्यही कुरालाई पाथलाई फलो गर्दै मैले फुड ब्याङ्क स्टार्ट गरेँ सँगै। अनि फुड ब्याङ्क स्टाफ भयो, अनि स्टाफ टर्नओभर भइराख्ने, अनि धेरैजनाले रेस्टुरेन्टमा चाहिँ लजिङ फुडिङ सहितको फेसिलिटी खोज्ने होइन। अनि त्यहाँपछि चाहिँ म बिहान 7 बजेदेखि बेलुका 10 अथवा 3-4 बज्थ्यो, अथवा त्यति बेलाको समयमा सुरुमा होइन, बिजनेस जसरी गर्नुपर्ने, रेन्ट तिर्नै पर्ने, आफूले सबै कुरा त्यो सबै डेप्टमै गरिराखेको छु। अनि मलाई त त्यो यति धेरै प्रेसर थियो। त्यो प्रेसरमा पनि जसरी पनि मैले कस्टमरलाई खुसी बनाउनु पर्ने थियो, सँगै त्यो डेप्ट अथवा त्यो रेन्ट, त्यो एक्सपेन्स सबै कभर गर्नुपर्ने थियो। मलाई एकदमै ठुलो च्यालेन्जेसहरू थियो। सुरुको दिनमा त 18, 19, 20 घन्टा, 22 घन्टा पनि 2 घन्टा सुतेर पनि कति धेरै दिनहरू, धेरै महिनै गएको छ होइन। सुरुमा चाहिँ त्यसरी स्टार्ट गरेको थिएँ। अनि बेलुका कहिले त बिहान 7 बजे गयो, 3-4 बजीसम्मै 5 बजीसम्मै गेस्ट हुने। अब कहिले के हुने रेस्टुरेन्टमा, त्यही त हो। अनि बेलुका बसेपछि एउटा बोतल भन्दा भन्दै आएपछि साथीभाइ चिनजान भइहाल्छ। अनि त्यसपछि
त्यो गर्दा गर्दै 2 घन्टा सुतेर धेरै धेरै त्यस्तो रातहरू छ। तर घरमा पनि एक दिन पनि क्वेसन आएन, घर पनि एकदमै सपोर्टिभ, मम्मी अथवा फ्यामिली पनि सपोर्टिभ भएर होला। एक दिन ए छोरो किन ढिलो आयो भनेर अथवा त्यो प्रेसर अथवा त्यो कहिले पनि भएन मलाई चाहिँ। घरमा जाँदाखेरि गएपछि ढुक्कले जाने होइन, हुन त छोरो एउटा काममा गएछ अथवा यो गर्छ भनेर पनि होला होइन, आफूमा पनि भर पर्ने कुरा हो। त्यहाँपछि मेरो रिभर ब्याङ्कको जर्नी चाहिँ कसरी सुरु भयो भन्दाखेरि मेरो एउटा ड्रिम प्रोजेक्ट अथवा मेरो गाउँमा नै टुरिज्मको लागि केही कन्ट्रिब्युट गरौँ। म बिएचएम पढेको मान्छेले केही न केही स्याङखुदी मेरो मास्टाना हो घर। स्याङखुदी भनेको चाहिँ पहिलाको यो जुन अहिले माझीकुना अथवा जुन पामे छ, मैले बुझेअनुसार चाहिँ त्यस्तै हिस्ट्री बोकेको ठाउँ हो स्याङखुदी चाहिँ। पहिला माछा खानी भनेर मान्छेहरू त्यो ठाउँमा जान्थे। त्यो भएपछि त्यो ठाउँमा चाहिँ हाम्रो पुर्खौली जग्गाहरू पनि थियो। त्यो भएपछि आफ्नो ठाउँलाई पनि केही न केही कन्ट्रिब्युट त गर्नुपर्छ भन्ने खालको मनमा एकदमै ठुलो चाहना अटुट थियो। मैले कुनै पनि ठाउँमा यो ठाउँमा चाहिँ गर्नुपर्छ भन्ने थियो। आफ्नो ठाउँमा चाहिँ केही न केही टुरिज्मको अहिले चाहिँ सबै मान्छेहरू बजारतिर आएर त्यो ठाउँमा छैन। त्यो भएपछि मैले चाहिँ केही न केही स्टार्टअप गर्नुपर्छ भनेर त्यहाँबाट चाहिँ मलाई एकदमै मनमा लागेको थियो। त्यो पछि तपाईँको रिभर ब्याङ्कको मेरो जर्नी स्टार्ट भयो। मैले त्यति बेलै सोचिसकेको थिएँ। अनि त्यसपछि कोरोनाभन्दा 19मा कोरोना भयो होला सायद। त्यति बेला कोरोनाभन्दा अगाडि नै मैले सुरु गरिसकेको थिएँ कि मैले त्यहाँनिर रिभर ब्याङ्कको लागि। तर त्यो बिजनेस स्टार्ट गर्दाखेरि चाहिँ ठ्याक्कै कोरोना आयो। कोरोना आएपछि चाहिँ सबैलाई गाह्रो भयो। 5-6 महिना लकडाउन, धेरै गाह्रो सिचुएसनहरू नि आयो। तर मैले चाहिँ त्यति बेला पनि कहिले पनि हार मानिनँ। फुड ब्याङ्कबाट चाहिँ त्यति बेला भेजिटेबल डेलिभरी अथवा मान्छेहरूलाई चाहिने ग्रोसरी निडहरूको लागि चाहिँ सरकारले हुन्छ भन्ने खालको कुरा थियो। अनि त्यसपछि मैले 10-15 दिनपछि चाहिँ हाम्रो फुड डेलिभरी फुडरा थियो। त्यसपछि मैले सिडिओमा गएर होइन के गर्न सकिन्छ भनेर 10 दिन जति चाहिँ यतिकै रमाइलो पनि भयो। अनि कसरी के गर्ने, च्यालेन्जेसहरू कस्तो होला भन्ने पनि भयो। सँगै त्यति बेला चाहिँ अनि कसरी यसलाई ओभरकम गर्न सकिन्छ, कसरी चाहिँ यसलाई गर्न सकिन्छ भनेर अनि त्यसपछि भेजिटेबल डेलिभरी अनि नर्मल भेजिटेबल फ्रुट्सहरू डेलिभरी गर्न पर्यो अब केही न केही त भनेर त्यसपछि म सिडिओमा गएँ। सिडिओमा गएर मैले पास लिएँ, पास पनि पाइयो। त्यसपछि मैले भेजिटेबल सप्लायर्समा गएर भेजिटेबलको लागि डिल गरेर अनि त्यसपछि भेजिटेबल डेलिभरी अथवा फ्रुट्सहरू डेलिभरी सुरु गरेँ। सँगै त्यसपछि चाहिँ अलिकति हल्का हल्का हुँदै गएपछि फुड डेलिभरी पनि हुने खालको कुरा भयो। अनि त्यसपछि मैले रेस्टुरेन्टबाट फेरि त्यो समयमा पनि प्रोटेक्टिभहरू लाएर आफै कति उसमा अनि भाइ पनि सपोर्टिभ थियो। भाइ, म अनि अर्को दाइ हुनुहुन्थ्यो अनि सेफहरू 2-3 जना 4 जना प्रोटेक्टिभ भएर त्यसपछि हामीले फुड डेलिभरी गऱ्यो। त्यो टाइममा पनि हामीले फुड डेलिभरी अनि त्यसपछि भेजिटेबल फ्रुट्सहरू गरेर त्यो रेन्ट अथवा त्यो गर्नलाई गाह्रो सिनारियो चाहिँ भएन। गाह्रो त अभियसली त्यो भोलि के होला भन्ने, तर पनि त्यो समयमा पनि डिफिकल्टलाई त्यो पनि टार्यो। त्यो पछि चाहिँ अनि मैले रिभर ब्याङ्क सुरु गर्दै गएँ। अनि त्यसपछि चाहिँ एउटा सिनारियो आयो मलाई चाहिँ एकदमै गाह्रो हुने। मेरो ठ्याक्क त्यता रिभर ब्याङ्क अपरेसन धेरै कुराहरू गाह्रो भइ पनि त्यो 19मा ठ्याक्क कोरोना भएर फाइनेन्सियली एकदमै गाह्रो समयमा ठाउँलाई चाहिँ जसरी पनि गर्नु छ भन्ने भएर कसरी त भगवान्ले त आँट म पुऱ्याउँछु भन्छन् त्यस्तै जस्तो लाग्छ मलाई पनि। आँट नभएर भन्दा नि मान्छेलाई पैसाले अथवा एउटा लिमिटेसन राख्नु भन्दा नि एउटा एक्सक्युज बनाउनु भन्दा पनि बियोन्ड कसरी गर्न सकिन्छ भनेर इच्छा शक्ति भएपछि गर्न सकिन्छ भन्ने चाहिँ म आफैलाई फिल हुन्छ। म आफैले कुनै पनि त्यो पैसा अथवा रिसोर्स भएर गरेको होइन, तर नहुँदै पनि गर्न सक्नु चाहिँ इच्छा शक्तिले नै मान्छे हुँदो रहेछ। त्यो भएर त्यत्रो कोरोनाको टाइममा त्यस्तो हुँदै पनि मैले त्यो प्रोजेक्ट चाहिँ सञ्चालनमा ल्याएँ। धेरै इन्भेस्टमेन्ट भइसकेको थियो सोचेको भन्दा। त्यसपछि चाहिँ तपाईँको मेरो के भयो भन्दाखेरि रिभर ब्याङ्क अपरेसनमा चलिरहेको थियो। त्यहाँ पार्टी थियो, म बाइकमा सामान लिएर जाँदै थिएँ। धेरै सामानहरू थियो, एकदमै धेरै सामान भएको कारणले त्यो घुम्तीमा यता सामानको केयर गर्दै अगाडिबाट रङ साइडबाट ट्र्याक्टर आयो, म ठ्याक्क ठोक्किन पुगेँ। त्यहाँपछि चाहिँ म लगभग 20 दिन 1 महिना बेड रेस्टै गर्नुपर्ने अवस्था भयो होइन, म जानै नसक्ने सिनारी भयो। त्यहाँपछि चाहिँ मेरो अनि अलिकति सिनारीहरू बदलियो। कतिपय ठाउँमा चाहिँ आफै गर्छु भनेर सबै कुरा नि नहुँदो रहेछ। त्यो कुराहरू चाहिँ त्यहीबाट मैले लेसन सिकिरहेको छु। अहिले चाहिँ धेरै कुराहरू बुझिएको छ, अझै सिक्न त धेरै नै बाँकी छ। त्यसरी मेरो चाहिँ यो बिजनेसको स्टार्टअप जर्नी चाहिँ त्यसरी सुरु भयो। त्यहाँपछि चाहिँ रिभर ब्याङ्क अहिले 3टा सक्सेसफुल्ली मजाले चलिरहेको छ।
अब स्टार्टअप चाहिँ यसरी भयो। अब जर्नीहरू चाहिँ यो बिचको जर्नीहरू त सुनाएर धेरै लामो छ, तैपनि यति नै स्टार्टअप जर्नी भयो। यो जर्नीसँगै फ्युचर पनि प्लानहरू हुन्छ। अब यो 10 वर्षमा मैले अब 10 वर्षमा अथवा अबको प्लान चाहिँ के छ भन्दा मेरो यो 3टा धेरै बिजनेस गर्नुभन्दा पनि एउटै बिजनेसलाई कसरी स्केल अप अथवा ठुलो गर्न सकिन्छ अथवा यो ब्रान्चेसहरू कसरी गर्न सकिन्छ, अब चाहिँ मेरो मेन फोकस चाहिँ त्यसमा रहनेछ। योबाट सिकेको भनेको यही हो। फ्युचरमा चाहिँ मैले अब कसरी एउटा ब्रान्ड बनाउन सकिन्छ यसैलाई नै भनेर मेहनत चाहिँ यसैमा जारी छ। अब चाहिँ मेरो प्लान चाहिँ त्यही रहेको छ। अब चाहिँ 5 वर्षमा धेरै नै ब्रान्चहरू देख्नुहुनेछ अथवा सुन्नुहुनेछ तपाईँहरूले। मेरो कमिटमेन्ट चाहिँ यही छ लाइफमा। थ्याङ्क यू सो मच हजुरको टाइमको लागि। हामीले चाहिँ हजुरको लागि 2-3वटा क्वेसन लिएर आएका छौँ। हजुरले चाहिँ बिजनेस गर्दै जाँदाखेरि कुनै पोइन्टमा गएर चाहिँ आफ्नो डिसिजन गलत भएको जस्तो महसुस भयो कि भएन, भएको थियो भने चाहिँ त्योबाट अगाडि बढ्नको लागि चाहिँ हजुरले के गर्नुभयो? अभियसली बिजनेस अथवा एन्टरप्रेनर भइसकेपछि डाउट अथवा यही गलत गरेँ कि भनेर क्वेसन मार्क अथवा त्यो त अभियसली नै आउँछ। तर मलाई चाहिँ एउटै कुरा थियो, जसरी पनि गर्नु छ म एउटै कुरामा चाहिँ कमिटेड थिएँ। जसरी हुन्छ मैले आफूले त्यो डिसिजन चाहिँ प्रुभ गर्नै पर्ने छ अथवा त्यो कुनै पनि हालतमा म गर्नै पर्ने छ। म एउटा एन्टरप्रेनर अथवा एउटा राम्रो सक्सेसफुल मान्छे बन्छु भनेर नै सुरुवात गरेको भएर मलाई त्यही कुराले नै ड्राइभ गरिरहेको हुन्थ्यो। मलाई कहिले पनि गिभ अप अथवा सेकेन्ड अप्सनै मैले राखेरै हिँड्दिनँ कहिले पनि, अथवा सेकेन्ड अप्सन नभएको कारणले त्यहीले मलाई मोटिभेट गरे कि अगाडि बढ्नको लागि। अहिले चाहिँ ट्राभलर्सहरूले चाहिँ एकोमोडेसन मात्र नभइकन आफ्नो एक्सपिरियन्स र मेमोरिजको लागि ट्राभल गर्ने गर्दछन्। अब त्यो गर्दा गर्दै रिभर ब्याङ्क इको रिसोर्टले चाहिँ त्यो मेमोरीसँग एक्सपिरियन्सलाई राम्रो बनाउनको लागि चाहिँ के गर्छ त? तपाईँको क्वेसन एकदमै राम्रो छ। क्वेसनसँगै कस्तो भन्दाखेरि जस्तो कि अहिले धेरै रुम अथवा रुम मात्र होइन, हस्पिटालिटी भनेको होम अवे फ्रम होम भन्छ। जस्तो कि हामीले उहाँहरूलाई घरकै जस्तो फिल गराउनु नै हाम्रो हस्पिटालिटी हो। उहाँहरू त्यो भएपछि हामीले चाहिँ पिसफुल, जस्तो कि एउटा रुम मात्र राम्रो भएर भएन, त्यसको सराउन्डिङ चाहियो, त्यसको एम्बियन्स चाहियो। हामीले चाहिँ त्यसमा पिसफुल्ली अथवा एउटा स्केप टाइपको फिल गराउने कोसिस गरेका छौँ। त्यो एम्बियन्स अथवा नेचरसँग कसरी कनेक्ट गराउन सकिन्छ भनेर हाम्रो यो प्रयास नै त्यसमा छ। सँगै हामीले इको फ्रेन्डली कसरी गर्न सकिन्छ भनेर अब त्यो प्रमोसन पनि गर्दैछौँ। त्यसलाई कसरी गर्न सकिन्छ त्यो पनि रहेको छ। त्यसैले नै तपाईँको हाम्रो युनिक एक्सपिरियन्स हुन्छ जस्तो लाग्छ मलाई। अहिलेको यङ जेनेरेसनले चाहिँ सक्सेसफुलको डेफिनेसन नै एब्रोड जाने, बाहिर जाने भनेर लिइराखेका हुन्छन्। हजुरले चाहिँ नेपालको यो टुरिज्म इन्डस्ट्री र हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ आउन खोज्ने एन्टरप्रेनर्सहरूलाई, यङ जेनेरेसनलाई चाहिँ के एडभाइस दिन चाहनुहुन्छ? अहिले सबैले विदेश जाने चाहिँ एउटा ट्रेन्डै जस्तो भएको छ। अब यो एकदमै इजी जस्तो मान्छेहरूलाई विदेशमा चाहिँ इजी छ भन्ने खालको एउटा मेन्टालिटी अथवा नेपालमा केही पनि छैन भन्ने खालको मेन्टालिटी छ। तर त्यस्तो पनि होइन, सबै कुरा छ नेपालमा। टुरिज्म, हस्पिटालिटी, अब केही कुराहरू त च्यालेन्जेसहरू अभियसली छ, गाह्रो अभियसली छ, स्ट्रेसफुल छ। तर यहाँ प्रब्लम छ, त्यसको सोल्युसन लिएर आउनुभयो भने नै तपाईँको बिजनेस हो। तपाईँले प्रब्लम एउटा देख्नुभयो भने त्यसलाई सोल्युसन लिएर अगाडि बढ्नुभयो भने अभियसली नै तपाईँ हुनुहुन्छ। अब आजको भोलि नै सक्सेस खोजेर अथवा ओभरनाइट त अभियसली हुँदैन। विदेश गएर तपाईँले आजको भोलि नै पाउने त होइन, अभियसली टाइम त लाग्छ। तपाईँले एउटै कुरा डेडिकेसन अनि कन्सिस्टेन्सी, अनि तपाईँले एउटै डेडिकेटेड डिभोटेड भएर एउटै काममा लाग्नुभयो भने चाहिँ अभियसली सक्सेस छ। त्यति गाह्रो पनि छैन। च्यालेन्जेस त अभियसली जहाँ पनि छ, विदेशमा पनि छ, यहाँ पनि छ। तर यहाँ चाहिँ धेरै अवसरहरू छ, किनभने यस्तो मजाको नेपालमा यति नेचुरल ब्युटी, सबै कुराहरूले, कल्चरहरू, सबै कुराहरू छ। त्यो भएपछि नेपालमा धेरै पोसिबिलिटीहरू छ। टुरिज्म अहिले अब गभर्मेन्ट पनि राम्रो हुँदैछ। आशा गरौँ अब न्यु कमर्सहरू मजाले आउनुहुनेछ। विदेश जानुभन्दा पनि नेपालमै केही गरौँ, अपर्च्युनिटी क्रिएट गरौँ भनेर लागि पर्नुहुनेछ। अपर्च्युनिटी सिक गर्नुभन्दा पनि आफूले कसरी क्रिएट गरौँ भनेर लागि पऱ्यो भने अभियसली नै गर्न सकिन्छ। तपाईँले चाहिँ कन्सिस्टेन्टली मेहनत चाहिँ गर्नु पऱ्यो। आत्तिएर आजको भोलि खोजेर हुँदैन। टाइम चाहिँ अभियसली नै लाग्छ।
धैर्यता नै सबैभन्दा ठुलो सक्सेसको मन्त्र हो जस्तो लाग्छ। त्यही नै हो। हस्, धन्यवाद।